दर्शकबी नमस्कार। तपाईहरुलाई तपाईहरुको आफ्नै ज्योतिष नेत्र वेदको युट्युब च्यानलमा हार्दिक स्वागत छ। म तपाईको ज्योतिष मित्र। आज मैले लिएर आएको छु जन्मकुण्डलीमा पञ्चमेशसँग सम्बन्धित रोचक फलादेश अद्भुत सूत्रहरू जान्नुहोस् भनेर मैले लिएर आएको छु। हामीले लग्न, द्वितीय, तृतीय, चतुर्थ घरसँग सम्बन्धित त्यसका मालिकसँग सम्बन्धित सूत्रहरू यसअघि हामीले जानिसकेका छौं। त्यसै क्रममा आज हामीले लग्नबाट गर्दै जानु होला 1 2 3 4 5 पञ्चम भाव। पाँचौं भावहरुलाई हामी पञ्चम भाव भन्छौं। हामी सबैको पञ्चम भाव यही हो। पञ्चम भावको स्वामीलाई हामी पञ्चमेश भन्छौं। अथवा पञ्चम भाव भनेको के को कारक हो भन्दाखेरि विद्या, तपाईको सन्तान, ज्ञान, पूर्वजन्म को कारक हामीले पञ्चम भावलाई भन्छौं। अब यस पञ्चम भावसँगको मालिकलाई हामी पञ्चमेश भन्छौं। यस पञ्चमेशसँग सम्बन्धित मैले आज तपाईलाई 14 वटा सूत्र लिएर आएको छु। तपाईहरु आफ्नो जन्म कुण्डली खोलेर हेर्नु होला। तपाईको पञ्चमेश कुन अवस्था हुनुहुन्छ। तपाईले जिन्दगीमा प्रगति गर्न चाहनुहुन्छ भने तपाईको पञ्चम भाव बलि हुनै पर्छ। छैन भने तपाईले बलि बनाउनु होला। यहाँ 1 देखि 12 अङ्क लेखेको छ। तपाईको जन्म कुण्डली खोलेर हेर्नु होला। 1 देखि 12 अङ्कमा कति अङ्क लेखेको छ त्यसको मालिकले हामी त्यसको भावको पञ्चमेश भन्छौं। यहाँ 1 देखि 12 अङ्क मध्ये कुनै न कुनै एउटा अङ्क लेखेको छ। त्यसको स्वामी नै तपाईको जन्म कुण्डलीमा त्यस भावको पञ्चम भावको मालिक पञ्चमेश हुन्। अब म ढिलो नगरिकन आजको क्लास सुरु गर्न गइरहेको छु। तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई लाइक, शेयर, सब्स्क्राइब भने अवश्य गरिदिनु होला। यदि गरिदिनु हो भने मैले लिएर आउने रोचक भिडियोहरु तपाईको छुट्ने छैन। तपाईले लाइक, शेयर, सब्स्क्राइब गरिदिनुहुन्छ भने आशाका साथ म आजको क्लास ढिलो नगरी सुरु गर्न गइरहेको छु। म अब 1 नम्बरको सूत्रमा गइहाल्छु। पञ्चमेश नवम भावमा विराजमान भई सूर्यदेवबाट दृष्ट भएमा जातक पूर्वजन्मको पुण्यको कारण विशेष मान सम्मान, उच्च पद उच्च पदस्थ हुने निश्चित छ। जातकलाई स्वतः मिल्छ के मान सम्मान र उच्च पद चाहिँ स्वतः मिल्छ। के भनौं भन्दा सूत्रले पञ्चम भावको पञ्चमेश चाहिँ नवम भावमा बसेर सूर्यदेवबाट दृष्ट छ भने जातकले पूर्व जन्मबाट पुण्य लिएर आएको छ। जातकले यस जन्ममा उच्चै मान सम्मान र उच्च पद स्वतः पाउँछ। अब दोस्रो नम्बरको सूत्र छ पञ्चमेश लाभ भावको स्वामीको साथ पञ्चम वा नवम भावमा युति बनाइ बसेमा जातकको भाग्य, बुद्धि, धन तीनै जातकलाई जन्मजात प्राप्त हुन्छ। जातकलाई शेयर बजारबाट पनि लाभ हुन्छ भनिन्छ। के भनौं भन्दाखेरि पञ्चम भावको मालिक चाहिँ पञ्चम भाव र लाभ भएको मालिक चाहिँ कि नवम भावमा आएर बस्नु कि पञ्चम भावमा आएर बस्नु कि नवम भावमा आएर बस्नुस्। पञ्चमेश र लाभेश चाहिँ कि पञ्चम भावमा दुईटा धर्म त्रिकोणमा आएर बसेको खण्डमा चाहिँ जातकको भाग्य, बुद्धि, धन तीनै चिज चाहिँ जन्मजात प्राप्त हुन्छ। जातकलाई शेयर बजारबाट पनि बढी भन्दा बढी लाभ हुन्छ भनिन्छ। तपाईको हेर्नु होला पञ्चम भावका मालिक कुन अवस्था हुनुहुन्छ। अब अर्को सूत्र छ पञ्चमेश र दशमेश युति बनाई लाभ भावमा विराजमान भएमा यस्ता जातकको प्रतिभा र कर्म चाहिँ धन तथा सफलता स्वतः जातकको प्रतिभा कर्मको पछाडि चाहिँ धन तथा सफलता स्वतः पिछा गर्दै आउँछ क्या। यसको पछाडि पैसा लाग्छ। मान्छेले पैसाको पछाडि कुद्छन्। यस्ता जातकको पछाडि पैसा लाग्छ। यो के भन्न खोजेको भन्दाखेरि पञ्चमेश र दशमेश पञ्चमेश र पञ्चम भावको मालिक र दशम भावको मालिक चाहिँ युति बनाई लाभ भावमा विराजमान भएमा चाहिँ यस्ता जातकले एकदमै कर्मशील, उच्च पदस्थ, राम्रो शुभ कर्म गर्ने जातक प्रतिभाशाली हुन्छ आफ्नो कर्ममा। त्यसै कारणले जातकको पछि पैसा लाग्छ। जातकले स्वतः स्वरोजगार भएर पैसा कमाउँछ भनिन्छ, धन कमाउँछ भनिन्छ। अब अर्को सूत्र छ पञ्चमेश उच्च राशि स्थित भई बलि भएमा जातकको नाम तथा ज्ञानको माध्यमबाट जातकले अन्तर्राष्ट्रिय पहिचान दिन मद्दत गर्छ। बलि भनेको पञ्चमेश चाहिँ उच्चको भएर आदि केन्द्र घरमा बस्नु भएको छ भने जातकको नाम, मान, सम्मान चाहिँ अन्तर्राष्ट्रिय स्तरमा फैलिन्छ। अब अर्को सूत्र छ पञ्चमेश लग्नेश तथा भाग्येश पञ्चम घरको स्वामी पञ्चमेश लग्नेश तथा भाग्येशबाट दृष्ट भएमा जातक आफ्नो विचार मार्फत आफ्नो भाग्यको रचना गर्दछ। जातकको सन्तान पनि तेजस्वी हुन्छन्, आर्थिक रूपमा सम्पन्न हुन्छ। पञ्चमेश चाहिँ लग्नेश र भाग्येशबाट दृष्ट छन्। उनको दृष्टि दिएका छन् भने जातक चाहिँ आफ्नो विचार मार्फतै आफ्नो भाग्यको स्वतः निर्माण गर्छ, रचना गर्छ भनिन्छ। अब अर्को सूत्र छ पञ्चमेश लाभ भावमा विराजमान भई बुध वा शुक्र देशसँग युति बनाइ बसेमा जातकको विश्वव्यापी नेटवर्किङ सञ्जाल हुन्छ। जातकको सञ्जाल एकदमै ठुलो अद्भुत सञ्जाल हुन्छ। साथीभाइ वर्ल्ड वाइड हुन्छन्। जातकले विज्ञापनदेखि लिएर विभिन्न मार्केटिङको क्षेत्रबाट बढीभन्दा बढी सम्पत्ति कमाउँछ भनिन्छ। पञ्चमेश लाभ भावमा विराजमान भएर बुध या शुक्र देवसँग चाहिँ युति बनाइ बसेमा जातकको एकदम विश्वव्यापी नेटवर्किङ हुन्छ भनिन्छ। अब अर्को सूत्र छ पञ्चमेश दशम भावमा विराजमान भई
गुरु वा चन्द्रदेवबाट दृष्ट युत भएमा दृष्टि छ अथवा युति छ भने जातकमाथि अदृश्य दैवीय आशीर्वाद हुन्छ। जातक एकदमै बुद्धिमानी हुन्छ। पञ्चमेश दशम भावमा विराजमान भई गुरुदेव वा देवगुरु बृहस्पति वा चन्द्रदेवबाट दृष्टि वा युत छ भने जातकमाथि दैवीय शक्तिको अदृश्य दैवीय शक्तिको आशीर्वाद हुन्छ। जातक एकदमै बुद्धिमानी हुन्छ भनिन्छ। अब अर्को सूत्र छ पञ्चमेश भाग्येश तथा लाभेश। पञ्चमेश भाग्येश तथा लाभेश पञ्चम वा नवम भावमा विराजमान भई दुर्लभ, यसले हामी दुर्लभ त्रिधन योग भन्दछ। यो एकदम खतरनाक योग हो। खतरनाक भन्दा पनि एकदमै शुभ शक्तिशाली योग हो। पञ्चमेश भाग्येश र लग्नेश चाहिँ पञ्चम अथवा नवम भावमाको यो तीनटै धर्म त्रिकोणको मालिक। लग्नेश पनि धर्म त्रिकोण हो, पञ्चमेश पनि धर्म त्रिकोण, नवमेश पनि धर्म त्रिकोणको भाव हो। यो तीनटै ग्रह चाहिँ कि पञ्चम भावमा कि नवम भावमा बसेको छ भने यो एकदम दुर्लभ त्रिधन योग भन्दछ। जातक चाहिँ हरेक सम्पत्ति पृथ्वी लोकको सम्पूर्ण सुख यस्तो जातकले सम्पत्तिबाट सुजतित हुन्छ अथवा भरिपूर्ण हुन्छ। जातकले यस्तो सम्पत्ति भनिन्छ। अब अर्को सूत्र छ पञ्चमेश लग्न भावमा विराजमान भई शनिदेवबाट दृष्ट भएमा जातकको गहिरो समझदारी राख्ने हुन्छ क्या, विचार र समझदारी राख्ने हुन्छ। बाल्यकालमै जातकको बुद्धि चाहिँ वृद्धवाला हुन्छ। पञ्चमेश लग्नमा छन् र शनिदेवबाट कहीँबाट दृष्ट छन् भने जातक चाहिँ बाल्यकालमै एकदमै वृद्ध जस्तो कुरा गर्ने, एकदम धेरै ज्ञानी हुने भनिन्छ। कोही कोही व्यक्तिहरू कहिले भए पनि धेरै छिपेका कुरा गर्ने अथवा वृद्ध व्यक्तिले गर्ने खालको कुरा गर्छ भनिन्छ। अब अर्को सूत्र छ पञ्चमेश तथा कर्मेश भनेको दशम भावको मालिकलाई कर्मेश भन्छौँ। युति बनाई षष्ठ भावमा बसेमा जातक आफ्नो प्रतिभा प्रस्फुटन गर्न आफ्नो आफन्तसँगै लड्नुपर्ने हुन्छ। पञ्चमेश र कर्मेश चाहिँ षष्ठ भावमा आएर बसेका छन् भने जातकले आफ्नो घर परिवारसँग लडेर घर परिवारलाई बुझाएर मात्रै जातकले आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाउँछ। जातकको प्रतिभामा रोक लगाउने भनेको आफ्नो घर परिवारै हुन्छ भनिन्छ। अब अर्को सूत्र छ पञ्चमेश तथा अष्टमेश युति बनाई व्यय भावमा बसेमा सन्तान तथा प्रेमसँग सम्बन्धित पूर्वजन्मको अधुरो कार्य सम्पन्न गर्न जातक जन्म लिएको हुन्छ अथवा सुख मिल्दैन भनिन्छ। पञ्चमेश र अष्टमेश चाहिँ द्वादश भावमा व्यय भावमा गएर युति बनाएर बसेका छन् भने जातकको पूर्वजन्मको कर्म भोग्नलाई जन्मेको हुन्छ भनिन्छ। पूर्व जन्मको बाँकी रहेको दण्ड पनि भोग्नुपर्छ। प्रेम अथवा सन्तानसँग जातकले केही न केही त्यसमा जातकले कुनै न कुनै गल्ती गरेको छ त्यो भोग्नेलाई नै यो जन्म जन्मेको छ भन्ने शास्त्रले भनेको छ। अब अर्को छ पञ्चमेश पञ्चम भावमा विराजमान भई पीडित भएमा जातकको ज्ञान व्यर्थ अन्यको लागि उपयोग गर्नुपर्ने हुन्छ। पञ्चमेश चाहिँ पञ्चम भावमै पीडित भई अथवा यहाँ मृत छन् अस्त छन् भनेको चाहिँ अथवा यहाँबाट अन्य पापक ग्रहको दृष्टिले पञ्चमेश जस्तै पीडित छन् भने जातकको ज्ञान चाहिँ व्यर्थमा अरूलाई त्यत्तिकै उपयोग गर्नुपर्ने हुन्छ अथवा ज्ञान अरूले उपयोग गर्छ भनिन्छ। अब अर्को सूत्र छ पञ्चमेश द्वितीय भावमा विराजमान भई मङ्गलबाट युत वा दृष्ट भएमा जातकको बाणी एकदमै धारिलो भनेको धेरै प्रभावशाली बाणी हुन्छ। पञ्चमेश चाहिँ द्वितीय भावमा गएर बसेका छन् र मङ्गलदेवबाट दृष्ट भनेको दृष्टि छ मङ्गलदेवको अथवा युत छन् भने जातकको बाणी एकदमै प्रभावशाली, एकदमै धारदार, जातकले बोलेको एकदमै प्रतिभाशाली अथवा प्रभावशाली बाणी बोल्छ भनिन्छ। अब अर्को सूत्र छ पञ्चमेश कर्म क्षेत्रमा विराजमान भई सूर्य अथवा मङ्गलबाट युत अथवा दृष्ट भएमा जातक राजनीति तथा नेतृत्वको क्षेत्रमा एकदमै प्रसिद्ध हुन्छ। भनेको मतलब पञ्चमेश दशम भावमै विराजमान छन् र यदि सूर्य अथवा मङ्गलदेवबाट दृष्ट युत अथवा यहाँसम्म युति बनाएर बसेका छन् भने जातक चाहिँ राजनीतिको क्षेत्रबाट अथवा नेतृत्वकर्ता हुन्छ क्या। हरेक क्षेत्रमा जातकलाई नेतृत्व गरेको खण्डमा जातकले धेरैभन्दा धेरै सफलता प्राप्त गर्दछ। मैले आज तपाईँहरूलाई पञ्चम भावको मालिक पञ्चमेशसँग सम्बन्धित 14वटा सूत्र लिएर आएको छु। तपाईँले आज बुझ्नुभयो होला, बुझ्नु भएन भने तपाईँले दुईचोटि भिडियो हेर्नु सजिलोसँग बुझ्नुहुन्छ। त्यसको लागि तपाईँलाई ज्योतिषको केही न केही नलेज हुनुपर्छ। तपाईँले विभिन्न भावको मालिकलाई के भनिन्छ भन्ने तपाईँले चिन्न सक्नुपर्छ। पञ्चमेशको, लग्नेशको, अष्टमेश, षष्ठेश सबै कुरा तपाईँले जान्नुपर्ने हुन्छ। बेस जान्नुपर्छ, धर्म अर्थ काम मोक्ष त्रिकोण जान्नुपर्छ। धर्म त्रिकोण कुन हो, अर्थ त्रिकोण कुन हो, काम त्रिकोण कुन हो, मोक्ष त्रिकोण को हो, यस्ता कुरा जान्नुभयो भने तपाईँले सजिलोसँग बुझ्न भने अवश्य सक्नुहुन्छ। अब यति भन्दै म आजको क्लासको अन्त्यतिर आएको छु। तपाईँलाई हाम्रो भिडियो मनपर्छ, हाम्रो च्यानल राम्रो लाग्छ भने तपाईँले हाम्रो च्यानललाई लाइक, सेयर, सब्सक्राइब पनि अवश्य गरिदिनु होला। म यस्तै रोचक भिडियोहरू लिएर आगामी दिनमा अवश्य आउनेछु भन्दै म अब आजको क्लासबाट तपाईँहरूलाई अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजको क्लासबाट बिदा हुन चाहन्छु। हामीलाई हेर्नुहोला, माया गर्नुहोला, हामीसँग जोडिएर रहनुहोला। हवस् त, नमस्कार।